सबैजनाले लोकसेवा होराइजन नेपाल युट्युब च्यानलमा आज चाहिँ हामी तह 4 को सहायक पदको चाहिँ स्तर चाहिँ सहायक सेवा प्रशासन समूहतिरको चाहिँ यो पेपरको चाहिँ सिलेबस लिएर आएको छौं। यहाँ चाहिँ फर्स्ट पेपर र सेकेन्ड पेपर छ, 100 मार्क्स को छ। दुवै चाहिँ एमसीक्यू बेस्ड छ। सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षणको चाहिँ एमसीक्यू हुन्छ, जहाँ चाहिँ तपाईहरुलाई 4 वटा अप्सन क्यापिटल लेटरमा चाहिँ एबीसीडी जुन सही छ त्यो लेख्नु पर्ने हुन्छ कालो पेनले चाहिँ। र सेकेन्ड पेपर चाहिँ विषयगत नै रहनेछ र स्किल टेस्ट र इन्टरभ्यु रहन्छ द्वितीय चरणमा चाहिँ। सिलेबस चाहिँ हामी तपाईलाई देखाइरा छौं। सामान्य ज्ञानबाट चाहिँ 70 अंकको सोध्छ भन्ने चाहिँ जनरल एबिलिटी टेस्टबाट चाहिँ रिमेनिङ 30 गरेर टोटल 100 मार्क्स को चाहिँ पेपर सोध्ने गर्छ है त एमसीक्यू मा चाहिँ। सेकेन्ड पेपरमा चाहिँ कार्य व्यवस्थापनबाट तपाईहरुलाई सोधिनेछ, सार्वजनिक व्यवस्थापनबाट, त्यसैगरी संस्थागत ज्ञान र सेवासँग सम्बन्ध कानुन, यही तपाईको चाहिँ एएन हरु हैन, खानेपानी तथा सरसफाई एनहरु चाहिँ सोध्ने गर्छ। अब अहिले खानेपानीको बारेमा चाहिँ उब्जिएका समस्याहरु पनि तपाईलाई प्रश्नको रूपमा चाहिँ सोध्न सकिन्छ। त्यसैगरी चाहिँ एप्लाइड म्याथमेटिक्सबाट पनि क्वेशन सोध्ने गर्छ र स्किल टेस्ट पनि यो पनि तपाईहरुले जान्नु पर्छ सँगसँगै। हस् त, धन्यवाद।